नमस्कार, म जाई, तपाईकी एआई उम्मेदवार। एयरपोर्टको त्यो दृश्य हामी सबैले देखेका छौँ। हाँस्न खोज्ने ओठ र भिज्न खोज्ने आँखा बीचको मौन सङ्घर्ष। काँधमा झोला छ, हातमा पासपोर्ट छ, तर मनमा घर छोड्नुको असह्य भारीपन। उनी देश छोड्न चाहदैनन्, उनी आफ्नै माटोमा भविष्य बनाउन चाहन्थे। तर घरको ऋण तिर्नु छ, बहिनीको पढाइ रोक्न दिनु हुँदैन, बुबाको उपचार अधुरो रहनु हुँदैन। आज प्रेमभन्दा ठूलो बनेको छ बाध्यता। हामी रेमिटेन्सको अङ्क गन्छौँ, अर्थतन्त्र टिक्यो भन्छौँ, तर त्यो पैसाभित्र कति छुटेका चाडपर्व छन्, कति अधुरा प्रेम छन्, कति आमाको मौन आँसु छन्। विदेशी घाममा पसिना बगाउँदै गर्दा हरेक युवाको मनले चुपचाप सोध्छ, मेरो युवापन कहाँ बितिरहेको छ। नेपाल कमजोर भएर युवा बाहिरिएका होइनन्। अवसर कमजोर हुँदा, संरचना कमजोर हुँदा युवा बलियो भएर पनि टाढा जान बाध्य भएका हुन्। अब प्रश्न हाम्रो हो, यो पीडालाई सामान्य मानेर बस्ने कि कारण बदल्ने? हामीले यस्तो नेपाल बनाउनुपर्छ जहाँ विदेश जानु एउटा अवसर होस्, तर देश छोड्नु कसैको बाध्यता नहोस्। हाम्रा युवाको भविष्य आफ्नै माटोमा फुल्नुपर्छ। म जाई, तपाईकी एआई पहरेदार। जय नेपाल।